माछा भने चाहिँ आफूलाई हत्ते लाग्छ। माछा पकाउनु भनेपछि घरकालाई शरीरमा काँडै उम्रिन्छ। फ्रिजमा माछा बसेको पनि 15 दिन भइसकेको छ। अब चाहिँ अति भयो भनेर आफै पखाल्न सुरु गरे। पखाली भ्याएको छैन बुढी त खोइ छाट धेर जान्नु हुनु पर्दैन भनेर आफै अघि बढ्छ यार। खुर्सानी मरिच अदुवा लसुन तोरी हालेर त अनि राम्रो पेस्ट पो तयार गर्छ यार। माछालाई त यस्तो मसला बनाउनु हुँदैन, सबै डढ्छ नि त फ्राई गर्दाखेरि भनेको धेर जान्ने नहु त्यहाँ भन्छ यार। अनि मसलामा 1 चम्ची बेसार अनि अलिकति फेरि कश्मिरी लाल मिर्च र सेतो सेतो पिठो हाल्छ। यो चाहिँ के को पिठो भनेको टेम्पुरा पाउडर अरे। यो टेम्पुरा पाउडर भने चाहिँ के हो जान्नेले तल कमेन्टमा लेख्नु। यो सबैलाई गोलमोल गर्दाखेरि त खासै खाउ लाग्ने चाहिँ होइन, पहेँलो पहेँलो के भनौँ। अब जे भने पनि भन्नुभएको छैन, काँचै खाइहाल्छे। यही भएर चुप्प लागेर बस्नु नै बेस हुन्छ। 12-27 मसला हालेर के मतलब जब त्यसमा नुनै छैन। अनि फेरि नुन हालेर मोल्न लगाए। यति गरेपछि 1 घण्टासम्म छोपेर राख्नु पर्छ अरे। अनि छोपेर राखी 1 घण्टा पछाडि ग्यासमा दाउरा ठोसेर चाहिँ तेल तताइ हो। अनि त्यो तातेको तेलमा चाहिँ माछा झ्वाइ तार्न थाली। तारिसकेको माछा देख्दा त मेरो मुखै रसायो भने चोर बिरालो जस्तो 2 पिस त भ्याइदिइहाले। अब पालो झोलको पनि भिडियो खिचौँ न भनेको पर्दैन। तेरो भिडियो लास्टसम्म कसले हेर्छ र देखाउनु पर्यो भनेर भन्छ यार। लास्टसम्म कसले हेर्नुहुन्छ मेरो भिडियो तल कमेन्टमा लेख्नु। यतिको माछाको झोल भेट्दा कति थाल भात जान्छ नढाँटी भन्नु त। मेरो त 3 थाल मनग्गे गइहाल्छ नि।